जाडोयाममा चाहिँ तपाईँले भने जस्तै यो निमोनिया हैन अनि रुगाखोकी कमन कोल्डहरू लाग्ने चाहिँ धेरै नै बालबालिकाहरूमा देखिन्छन् हैन। मोस्टली चाहिँ यसको मेन कारण भनेको चाहिँ यो मौसम चेन्ज हुने बेलामा चाहिँ भाइरल इन्फेक्सनहरू धेरै नै अत्यधिक मात्रामा हुन्छ र भाइरल चाहिँ के हुन्छ छिटो छिटो सर्ने भएर चाहिँ धेरै बच्चाहरूलाई एकैचोटि आक्रान्त पार्ने गरेको छ। अर्को कुरा के हुन्छ भने जाडोयाममा हामीहरू गुम्सेर एउटा रुममा धेरैजना बालबालिकाहरू धेरै मान्छेहरू एउटै ठाउँमा भेन्टिलेसन नभएको घरमा बसेको कारणले गर्दाखेरि पनि त्यहाँ चाहिँ एकअर्कालाई सङ्क्रमण हुने र फ्रेस एयरको धेरै त्यो टर्नओभर नभएर त्यो रुममा त्यहाँबाट पनि यो चाहिँ भाइरल इन्फेक्सनहरू धेरै हुन्छ। अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ जाडोयाममा बच्चाहरूले पानीको मात्रा पनि कम खाने र त्यसले गर्दाखेरि डिहाइड्रेसन हुने र बच्चा चाहिँ अलिकति लेथार्जिक हुने त्यो सब कारणले गर्दाखेरि चाहिँ यो बालबालिकाहरूमा जाडोयाममा चाहिँ। अनि अर्को कुरा भनेको चाहिँ टेम्परेचर भेरिएसन, किनभने बालबालिकाहरूमा के हुन्छ भन्दाखेरि चाहिँ अब घरभित्र न्यानो बाहिर चिसो टेम्परेचर भेरिएसन धेरै भएर पनि चाहिँ बालबालिकाहरूको त्यो 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 जुन हाम्रो जुन रोगसँग वा टेम्परेचर ब्यालेन्स गर्ने हाम्रो शरीरको जुन मेकानिजम छ त्यसले गर्दाखेरि पनि कमन कोल्डहरू एलर्जिक कफहरू भइराख्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ बालबालिकाहरूमा श्वास प्रश्वास सम्बन्धी अलि बढी नै समस्या यो जाडोयाममा देखिने गर्दछ। र यो कुराहरूबाट हाम्रो पेरेन्ट्सहरूले यसलाई बालबालिकालाई कसरी बचाउने भन्दाखेरि चाहिँ सबभन्दा पहिलो त आहार न्युट्रिसन ब्यालेन्स राख्ने हैन, बच्चाहरूको सरसफाइमा ध्यान दिने। अर्को कुरा भनेको चाहिँ भ्याक्सिन टाइममा लगाउने, खुला भेन्टिलेसन भएको कोठामा बच्चालाई राख्ने, गुम्स्याएर नराख्ने, कपडाहरू चाहिँ लेयरिङ गरेर लगाउने, एउटै बाक्लो कपडा भन्दा पनि एउटा पातुलो कपडा त्यसपछि एउटा स्वेटर त्यसपछि एउटा ज्याकेट त्यसरी जाडोयाममा बच्चालाई राख्ने। अनि अर्को तातो र एकदमै मनतातो अनि अरू भने फ्लुइडको मात्रा चाहिँ जसले गर्दा बच्चालाई डिहाइड्रेसन नहोस् त्यस्तो मात्राहरू बढायो भने चाहिँ र पेरेन्ट्सहरूले बालबालिकालाई यदि कुनै त्यस्तो सिम्टम्सहरू भएमा बालबालिकाहरूलाई चाहिँ उनीहरूको त्यो लक्षण अनुसार त्यो उनीहरूको अब घरेलु उपचार छ भने घरेलु उपचार र बढी भएमा नजिकको स्वास्थ्य संस्थामा लैजाने हो भने चाहिँ यो कुराहरूबाट सजिलै बच्चालाई बचाउन सकिन्छ। यो जाडोयाममा खोप भनेको एकदमै धेरै जरुरी छ बालबालिकाहरूमा। त्यही भएर हाम्रो नेपाल सरकारले पनि बालबालिकाहरूले महत्त्वपूर्ण खोपहरू बच्चैदेखि जन्मेदेखि नै लगाउने गरिएको छ हैन। अब अहिलेको जुन मुख्य खोपहरू सरकारले निशुल्क रूपमा सबै बालबालिकाले लगाउने नै गर्छन् हैन। तर यो जाडोयाममा बच्चाहरूलाई जुन इन्फ्लुएन्जा भन्छ, जुन फ्लूको रूपमा नाक बग्ने, खोकी लाग्ने, घ्यारघ्यार हुने त्यस्तो समस्याहरू हुन्छ जुन भाइरल इन्फ्लुएन्जाले गर्दाखेरि हुन्छ, त्यो रोगको लागि चाहिँ इन्फ्लुएन्जा भ्याक्सिन चाहिँ लगाउन एकदमै जरुरी छ। त्यो चाहिँ 6 महिनाभन्दा माथिको बच्चालाई लगाउने गरिन्छ। पहिलोचोटिमा चाहिँ 2टा डोज लगाउने, एउटा आजको दिन लगाएको छ भने अर्को चाहिँ 1 महिनापछि लगाउने गरिन्छ र त्यसपछि वर्षै पछि बच्चालाई जुन त्यस्तो मौसम अनुसार उसलाई चाहिँ हरेक वर्ष एउटा खोप लगायो भने चाहिँ यो खोपले चाहिँ एकदमै राम्रो तरिकाले बालबालिकाहरूलाई यो रुगा खोकी र यो भाइरल इन्फ्लुएन्जाबाट चाहिँ एकदमै बचाउन सकिन्छ र बच्चालाई त्यस्तो कम्प्लिकेटेड निमोनियाहरू हुने वा पछि गएर अस्पताल भर्ना हुनुपर्ने वा भेन्टिलेटरमै उपचार गर्नुपर्ने अवस्थाबाट चाहिँ एकदमै बच्चालाई जोगाउन सकिन्छ र बालबालिकाहरूको स्वास्थ्यमा चाहिँ उल्लेखनीय हामीले सहयोग गर्न सक्छौँ। त्यही भएर म यो पेरेन्ट्सहरूलाई एकदमै रिक्वेस्ट पनि गर्न चाहन्छु कि जसले सक्नुहुन्छ, अहिले त बिमामा पनि यो भ्याक्सिन एभाइलेबल छ, एकदमै मजाले लगाउँदा हुन्छ र बालबालिकाहरूलाई यो इन्फ्लुएन्जाबाट चाहिँ बचाउन सकिन्छ। एकदमै धेरै एकदमै यो के हो भन्दाखेरि चाहिँ अब बालबालिकाहरूमा जहिले पनि यो सरसफाइ हैन, आफ्नो जुन इन्भाइरोमेन्ट जुन वातावरणमा बसिन्छ त्यसको सरसफाइ एकदमै जरुरी छ। किनभने सरसफाइ भयो भने चाहिँ सरसफाइ कहाँबाट सुरु गर्ने त सबभन्दा बेसिक त पहिला आफ्नो ह्यान्ड वासिङबाटै आफूले हात धुने, जहिले पनि कुनै पनि नयाँ कुरा छोयो वा कुनै अवस्थामा कुनै कुराहरू कुनै रुगाखोकी लागेको अरू बच्चाहरूसँग घुलमेल भयो भने पनि सामान्य एउटा ह्यान्ड वासिङ गर्यो भने पनि धेरै रोगहरूबाट बच्न सकिन्छ। दोस्रोमा के गर्न सकिन्छ भन्दाखेरि चाहिँ मास्क लगाउने। मास्क लगाइसकेपछि के हुन्छ भनेपछि हामीले
हामीलाई रुगा लागेको छ भने हामीले अरूलाई सार्दा पनि सार्दैनौँ र अरूलाई लागेको छ भने त्यो हामीलाई पनि सर्दैन। त्यही भएर त्यो कुरा र अर्को भनेको चाहिँ वातावरण स्वच्छ भयो भने स्वच्छ हावा हुन्छ। त्यहाँ स्वच्छ हावा भइसकेपछि बालबालिकाहरू हुने दम, एलर्जी यस्तो रोगहरूबाट पनि बच्चाहरूलाई बचाउन सकिन्छ। र यो जाडोयाममा दम र एलर्जीको बिरामीहरू जुन बालबालिकामा हुन्छ यो बेलामा पनि धेरै रूपमा यिनीहरूको एक्जर्बेसन जुन एक्युट फेजमा चाहिँ आउने गरेर धेरैजना बालबालिकाहरू भर्नासम्म हुने अवस्था आउन सक्छ। त्यही भएर चाहिँ विशेषतः वातावरणलाई सफा राख्ने र अर्को कुरा के हो भन्दाखेरि चाहिँ बालबालिकाहरूको सरसफाइ हैन, उहाँहरूलाई डेली नभए पनि अल्टरनेटिभ बाथिङ गराउने, अनि अर्को डेली उसलाई चाहिँ सफा गर्ने र उसको जुन कपडाहरू डेली चेन्ज गर्ने, सानो बच्चा छ भने 2-3 चोटि चेन्ज गर्ने, त्यस्तो गरिराख्यो भने चाहिँ यो सरसफाइले गर्दाखेरि बालबालिकाहरूलाई धेरै रोगबाट र स्पेसली जाडोयाममा यो रुगा, मर्की, भाइरल डायरियाहरूबाट एकदमै धेरै बचाउन सकिन्छ।